पत्रकार मर्नुको कारण एउटा कारण छ। यो घरको माथि, यो घर प्राइभेट घर हो, यो घरको माथि हैन पुलिस बसेको थियो क्या। यो घरको माथिबाट यदि टियर ग्यास र रबर बुलेट नहानेको यो घटना हुँदैन थिएन। यहीँबाट हानेको हो, यहीँबाट सुरु भयो। किनभने म यो घरको पछाडिको घर मेरै हो हैन। यहाँ खास यो घटना किन भयो थाहा छ? यो पत्रकार मर्नुको कारण एउटा कारण छ। के भयो भन्दा यो घरको माथि, यो घर प्राइभेट घर हो, यो घरको माथि हैन पुलिस बसेको थियो क्या। यो घरको माथिबाट यदि टियर ग्यास र रबर बुलेट नहानेको यो घटना हुँदैन थिएन। यहीँबाट हानेको हो, यहीँबाट सुरु भयो। यहाँबाट सुरु भएपछि यहाँबाट त देखिएन हैन। अनि यहाँ माथि हजुर ल होइन है, यो माथि घरमा पुलिस कहाँनिर थियो भन्दाखेरि यो माथि देखिएको छ नि, यहाँहरू त ल सबैलाई म देखाउँछु है। यहाँ यहाँ त क्यामेरा 10वटा 10तिर छ है। मैले भनेको कुरा फेरि रिभेरिफाई गर्नु है, सबैजना छ। त्यो पोलमा छ होइन, मेरो घरको पछाडिपट्टि पोलमा छ। तपाईँको घर कुन हो सर? योभन्दा पछाडिको नेक्स्ट जस पछाडि हो। यहाँ मान्छे मऱ्यो भने त मैले 1 घन्टा मान्छे अगाडि थाहा पाएको। जबकि यो घरमा आगो बल्ने बेला यो घरबाट छिरेको आगो मेरो घरको पछाडि मेरो घर जल्दैछ भनेपछि म त 2 घन्टा पछाडि यो घरको पछाडि पानी हालेर बसेको मान्छे हो नि त। अनि यो पत्रकार जसरी मऱ्यो नि, यो पत्रकार सायद होइन मैले दिएको इन्फर्मेसनले कोही मान्छे मरेको चाहिँ कसरी मऱ्यो भने थाहा पाओस् है। मलाई पनि कन्फ्युजन छ। किनभने जो मान्छे मऱ्यो भने छ नि, त्यो मर्नुभन्दा मरेको थाहा पाएको त 2 घन्टा पछाडि मैले चाहिँ है। तर त्यो मान्छे छ नि, यहाँ 2-4 जना एबी न्युजकै पत्रकारहरू है, मलाई आई डोन्ट नो हु आर दोज। अनि उहाँले के गर्नुभयो थाहा छ? मेरो घरको पछाडि यहाँ माथि मेरो घरको माथि छ भन्नुभयो क्या। जबकि मेरो घरमा त मेरो बच्चाहरू, मेरी आमाहरू, यहाँबाट पत्रकार सबैजना यति धेरैवटा मिडिया छ, सबैले देखेको कुरा नि केही भ्रम छैन क्या। अनि मेरो घरमा पनि आगो लाउने ढुङ्गा हानी काम भयो। अनि मेरो त बच्चाहरू बचाउनु त मेरो कर्तव्य हो। अनि यहाँ छैन है, यो छैन भन्दै पनि अनि छतबाट असुकेर हेर्नुहोस्, ऊ त्यो घरको बिल्डिङबाट असु ग्यास प्रयोग गरिरहेछ, यो घरको भित्रबाट प्रयोग गरिरहेछ। यो घरको भित्रबाट के हामीले अराजक के गरिरहेको थियौँ? हतियार बोकेर आएका थियौँ। सरकार तिमीलाई 17,000 मार्ने र मराउने काम गरेर रगतले नपुगेर अझै युवाको रगत चाहिएको हो। युवाको रगत अझै चाहिएको हो। यो देशलाई परिवर्तनका लागि हामी कति ज्यान दिने, कति हाम्रा दाजुभाइहरूले ज्यान दिने? के हामी नेपाली होइनौँ? के गर्दैछ सरकार? हेर उहाँ 6बाट असु ग्यास प्रयोग गरिरहेछ। यो के का लागि? यो सभा गर्न हामीलाई किन नदिएको सरकार? यो प्रचण्ड के का लागि बैठक बस्यौ तिमीहरू 3 जना? देशलाई राष्ट्रघाती सम्झौता गरेर देशलाई बेच्नको लागि तिमीहरू मिटिङ बसेका? के हामी युवा होइनौँ? कि हामी देशका नागरिक होइनौँ? कि हामीले हाम्रो अधिकार माग्ने राइट छैन? के का लागि गर्न